दर्शकबिन आज हामी एउटा दुःखद खबर तपाईमाझ प्रस्तुत गर्दैछौँ। माघको 25 गते 26 वर्षीय निर्मला जोशीको घरमा अज्ञात समूहले आगो लगाउँदा अहिले उहाँ घरको न घाटको हुनुभएको छ। घरको छानामाथि खर लगाउनु भएको थियो र राति यही गाउँमा 3 ठाउँमा आगो लागेको थियो। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर 8 को हामी यति बेला जरैमा छौँ र उहाँको आर्थिक अवस्था निकै कमजोर छ। झन्डै 6 वर्ष अगाडि उहाँको श्रीमानले उहाँलाई छोडेर अहिलेसम्म उहाँसँग भेटघाट भएको छैन, छोड्नु भएको छ र उहाँको 9 वर्षीय छोरा र 7 वर्षीय छोरा छन् र उहाँ यति बेला आफ्नो आमाको घरमा बसिरहनु भएको छ। अहिले सन्चो भयो, अझ आफूलाई ज्वरो आइगयो, अहिले हो र अब सबै बिरामी छु। सबै बिरामी हुनुहुन्छ? हजुर। आमा पनि अहिले बुढो अवस्थामा हुनुहुन्छ हैन? आमाको घरमा बसिराख्नु भएको छ? हजुर। मम्मीलाई अब मैले पालेको छु। हजुर। यो जमिन त मैले यो फुच्चेको ड्याडीले छोडेपछि आफैले काम गरेर धौधौ त्यतिखेर अलिकति सस्तो थियो। हजुर। 30,000 हालेर किने हो मैले 10 डोर। अहिले श्रीमान सम्पर्कमा छैन। अहिले भइगयो 6.5 वर्ष जति भयो। अब यहाँ अहिले शिवहरी युवा क्लबका युवाहरू जुन भारतमा बस्नुहुन्छ र केही नेपालमा हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो खाजा खर्च घटाएर यहाँ तपाईँहरूलाई झन्डै 10,000 रुपियाँ सहयोग गर्दै हुनुहुन्छ। के भन्नुहुन्छ उहाँहरूलाई? उहाँहरूले धन्यवाद दिन चाहन्छु। दाइभाइहरूले मलाई जति पनि दाइभाइहरूले सहयोग गर्नुभयो उहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। अहिले धेरै बोल्न सक्ने अवस्था पनि छैन, पुरा घाँटीहरू। उहाँको श्रीमानले उहाँलाई छोडेर अहिलेसम्म उहाँसँग भेटघाट भएको छैन, छोड्नु भएको छ र उहाँको 9 वर्षीय छोरा र 7 वर्षीय छोरा छन् र उहाँ यति बेला आफ्नो आमाको घरमा बसिरहनु भएको छ। हामी आज रात लिएर उहाँको घरमा पुगेका छौँ। शिवहरी युवा क्लबले सानो सानो रकमहरू जुटाएर उहाँहरूको जुन घाउमा मलमपट्टी लगाउनु पर्छ भनेर यहाँ पुग्नु भएको छ र उहाँहरूसँग सबैलाई म धन्यवाद दिन चाहन्छु। दाइभाइहरूले सम्झिनु भयो। कमसेकम यहाँसम्म अहिले त मलाई रात ल्याएर भन्दा पनि खाली के छ खबर भनेर सोध्नेको पनि एकदम गुण लागेको छ कि अहिले त कोही छैन जस्तो लाग्थ्यो। यसरी आइदिए पनि म एकदम खुसी भइएको छु। अहिले आफन्तहरू कोही हुनुहुन्छ यतातिर? आफन्तहरू मेरो कोही छैन। कोही छैन? पडोसीहरू सबै छन्, आफन्तहरू त्यस्तो नभए जस्तो त छैन। यताउताका जो सबै अब आफन्तहरू हुन्, उसरी आफ्नै त्यतातिरको कोही पनि छैन। सन्तानहरू कोही छन्? कोही छैन। अहिले अब घरमा खाना लाउने अवस्था के छ? अहिले खाना लाउने अवस्था अहिले अलिकति ठिकै छ। नगरपालिकाबाट पनि सहयोग आएको थियो। अनि एउटा संस्था हो हाम्रो भन्नुहुन्थ्यो, के पो नाम भन्नुहुन्थ्यो, म बिर्सिहालेँ। उताबाट पनि इन्डियाबाट पठाएको भन्नुहुन्थ्यो। यता रोशन रसाइली हुनुहुन्छ पत्रकार दाइ, उहाँहरू सबै मिलेर अलिकति उहाँले पनि सहयोग गर्नुभएको थियो। अहिले ठिकै छ। दर्शकबिन उहाँको घरमा अहिले ठिकै भयो नि यसपछि निकै गाह्रो हुने होला जस्तो देखिन्छ। कपाउने कोही पनि छैन। उहाँहरू बिरामी हुनुहुन्छ, उहाँ बुढो आमा हुनुहुन्छ र उहाँहरू बिरामी भइरहँदा अब के खाने, के लाउने, कसरी चाहिँ छोराछोरी पढाउने भन्ने एकदमै चिन्तामा हुनुहुन्छ। उहाँको घर अहिलेसम्म निर्माण हुन सकेको छैन। सबै दर्शकहरूले यसै गरी जुन शिवहरी युवा क्लबले खाजा खर्च घटाएर आज यो उहाँहरूलाई चाहिँ सहयोग गर्नुभएको छ, त्यसै गरी सबै दर्शकहरूले सहयोग गरिदिनु होला। हामी उहाँहरूको खाता नम्बर छ भने या मोबाइल नम्बर छ भने राखिदिनेछौँ। त्यसैमा तपाईँहरूले सम्पर्क गरेर उहाँहरूलाई आर्थिक सहयोग गरिदिनु होला। मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो। मानिसले कुनै मठ मन्दिरमा गएर धन खर्च गरेर हुँदैन। यस्तै मान्छेलाई चाहिँ सहयोग गर्दा ठुलो पुण्य कमाइन्छ। त्यसैले उहाँलाई सहयोग गरिदिनु भन्न चाहन्छु। आगामी कोही मान्छेहरूले सहयोग गर्न चाहनुहुन्छ भने के भन्नुहुन्छ? सहयोग गर्न चाहनुहुन्छ भने जस्तै आज हजुरहरू आउनुभयो, यसरी आउन चाहनुहुन्छ भने उहाँहरूलाई ठिकै छ। कोहीले चाहन्छ भने, कसैको मनमा त्यस्तो दया माया लाग्यो भने सम्पर्क गर्नुहोला, आउनुहोला भन्न चाहन्छु। दर्शक पनि शिवहरी युवा क्लबले जहाँ जहाँ उहाँहरू जस्ता दुखी पीडितहरू हुन्छन् त्यहाँ
मलमपट्टि लगाउँदै आउनुभएको छ र आज पनि उहाँहरू जरैमा पुग्नु भएको छ। शिवहरी युवा क्लबका टिम संयोजक गङ्गाराम विश्वकर्मा हुनुहुन्छ। उहाँ पनि यहाँ पुगेर चाहिँ उहाँलाई रकम हस्तान्तरण गर्नुभएको छ। के भन्नुहुन्छ? सबैभन्दा पहिला त होइन वैज्ञानिक मिडियालाई धेरै धेरै धन्यवाद छ। हाम्रो कुरो हामीले शिवहरी युवा क्लबले गरेको हर कामलाई अगाडि बढाइदिनु भएको छ, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। र अनि बाँकी चाहिँ हाम्रो शिवहरी युवा क्लबलाई पनि धेरै धेरै धन्यवाद छ। र उहाँको माध्यमले गर्दाखेरिमा हामी चाहिँ अहिले केही काम गर्न सकेका छौँ, केही चिज गर्न सकेका छौँ र सानो सहयोग हामीले गर्न कोसिस गऱ्यौँ र अन्य दिनमा पनि गर्नेछौँ हामी होइन। धेरै ठाउँमा चाहिँ यही यो गाउँमा पनि धेरै ठाउँमा चाहिँ योभन्दा अगाडि पनि सहयोग गर्नुभएको छ, अन्य अन्य ठाउँमा पनि सहयोग गरिराख्नु भएको छ। यो पैसा चाहिँ कहाँबाट आउँछ? यो मान्छेलाई लाग्न सक्छ नि? नै हामीहरू आफ्नो पाकिट खर्चबाट 500 रुपियाँ उठाएर हामी जम्मा गर्छौँ र यस्तै दुखी गरिबको लागि हाम्रो 15-20 जनाको ग्रुप छ र यस्तै दुखी गरिबलाई सहयोग गरौँ। केही सहयोग गर्न सकिन्छ कि अब दुनियाँमा के काम गरियो, केही पुण्य गरेपछिमा केही राम्रो चिज कमाउन सकिन्छ कि भनेर चाहिँ हामीहरू लागि परेका छौँ। र अन्य साथीहरूले पनि हाम्रो माध्यमबाट पनि जोड्न चाहनुहुन्छ भनेपछिमा होइन यस्तो सहयोगको बारेमा केही गर्न चाहनुहुन्छ भने उहाँलाई पनि स्वागत छ हाम्रो शिवहरी युवा क्लबमा। यही भन्न चाहेँ। फाइदा के हुन्छ तपाईँहरूलाई यो सहयोग गर्दा? सहयोग गर्दा भनेको मनको खुसी छ हजुर, सबैभन्दा ठुलो कुरो मनको खुसी छ। अहिले यहाँ आएका छौँ, आत्मा भनेको एकदमै रोएर आउँछ। केही काम राम्रो गरे रहेछौँ त भनिकन हामीले पनि एकदमै अझ उत्सव, यहाँभन्दा उत्सव पनि बढ्ने छ हाम्रो भन्ने चाहिँ मलाई लागेको छ सर। भारतमा भए पनि अब नेपालीलाई दुःख पर्दा चाहिँ सहयोग गर्नुपर्छ। भारतमा मात्रै होइन, नेपालमा रहेका दुखी गरिबहरूलाई पनि सहयोग गर्नुपर्छ भन्ने गरिराख्नु भएको छ। हजुर हजुर, त्यही हो हाम्रो, त्यही माध्यम हाम्रो। केही दुखी गरिबलाई केही सहयोग गरौँ कि भनेर हामी लागि परेका छौँ र हजुरहरूको सहयोग मिल्यो भने। कति सहयोग गर्नुभएको छ? आज 10,000 रुपियाँ गरेको हजुर। हजुर हजुर, सानो सहयोग हो तर त्यही पनि गरौँ भने उहाँहरूको लागि त अब ठुलो सहयोग हो यो भनेको होइन। हजुर, उहाँहरूलाई अब यो धेरै दिनसम्म उहाँहरूलाई खाना लाउनुको लागि पुग्छ। पक्कै पक्कै। अब सानो सानो रकमले ठुलो हुने हो, सानो सानो नदी ठुलो बग्दै सागर बन्छ। दर्शक पनि समाजसेवी युवा रोशन विश्वकर्मा हुनुहुन्छ, यो अभियानमा जोडिनु भएको छ। के भन्नुहुन्छ हजुर? हजुर, एकदमै शिवहरी युवा क्लब एउटा भारतमा बसेर आफ्नो परिवारको जिम्मेवारी बोकेर जसरी भारतमा बसिराख्नु भएको थियो, त्यसरी नै यो गाउँ समाजको मायालाई पनि भारत वा प्रदेशबाटै रहेर पनि यो गाउँ समाजको मायालाई यसरी जिम्मेवारीको रूपमा लिइराख्नु भएको छ। उहाँहरूलाई एकदमै धेरै धेरै धन्यवाद छ हाम्रो तर्फबाट पनि। अनि अहिले जसरी यो दुःखको घडीमा उहाँहरू उभिनु भयो, त्यसै गरेर अन्य दिदीबहिनी लगायत गाउँ समाजमा घटेका घटनाहरूमा उहाँहरू विगत लामो समयदेखि उभिराख्नु भएको छ, त्यसमा पनि उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। शिवहरी युवा क्लबका गाउँ सञ्चालक हुनुहुन्छ गणेश विश्वकर्मा। उहाँले पनि जहाँ जहाँ यस्ता दुःखहरू छन् यहाँबाट नेपालबाट चाहिँ भारत खबर पुर्याउनुहुन्छ र भारतबाट युवाहरूले नेपालीहरूले यहाँ चाहिँ पैसा पठाएर मलमपट्टि लाग्ने काम भइरहेको छ। आज यो दुःखमा मलमपट्टि लाउँदा हजुरलाई कस्तो लागिरहेछ? विशेष धन्यवाद दिन चाहन्छु वैज्ञानिक मिडिया अनि अन्य मिडिया कर्मीहरूलाई, किन भन्दा उहाँहरूको यो जुन भिडियो क्लिपहरू बनाउनु भएको थियो, यो एउटा दयनीय अवस्थाको बारेमा भिडियो बनाउँदै गर्दा हामीहरूले हेऱ्यौँ। त्यो भिडियो देख्दै गर्दा अब साँच्चै यो एउटा घरमा एउटा वज्रपात आइलागेको छ। मान्छेलाई, एउटा मानवलाई घाँस बाँस कपास यी भन्ने चिज एकदमै महत्त्वपूर्ण चिज हुन्, जसको आज तीमध्येबाट एउटा चिज पनि नष्ट हुँदा, त्यो चिजबाट एउटा चिज पनि नहुँदा मानवलाई कति अप्ठ्यारो पर्छ भन्ने कुरा चाहिँ एउटा घरमा आगो लाग्दा र एउटा बाँसै उडेको मान्छेलाई सोद्धा प्रष्ट हुन्छ धेरै कुराहरू। त्यसैले हामीले एउटा मिडिया मार्फतबाट, हजुरहरूको मिडिया मार्फतबाट, अन्य मिडियाहरू मार्फतबाट यो एउटा हाम्रो बहिनी निर्मला जैसी बहिनीको घरमा आग लागेको विषय सुन्दै गर्दा हामी शिवहरी युवा क्लबले अन्य ठाउँमा पनि सहयोग केही आफूले सके जतिको सहयोग चाहिँ गर्दै अगाडि बढिरहेका थियौँ। त्यसमा यस्तो एउटा विषम परिस्थिति देख्दै गर्दा एउटा सानो नानी बाबु, 2टा छोराहरू छ, अनि परिवारको पनि खासै केही टुङ्गो नलागेको, परदेशमै गई उतैबाट नचाहेर केही नभएको भन्ने कुरा पनि सुन्दै गर्दा एकदमै मन रोएको छ। एउटा बहिनी छ, चेलीबेटी हो, एउटा हामी नेपालीहरूको मन त्यसै पनि हामी दयाको मन हुन्छ हाम्रो। हामी सबैले केही गर्न सकिन्छ कि त बहिनीको लागि केही हामीले के गर्न सक्छौँ त भन्ने मनसाय लिएर हाम्रो शिवहरी युवा क्लबको एउटा कोषबाट साथसाथै प्रदेशका हाम्रो कोषमा अन्य साथीहरूले पनि हामीलाई सहयोग गरिदिनु होला, त्यहाँ गएर गर्नुपर्छ भन्ने धारणा दिनुभएको छ। उहाँहरूले आर्थिक सहयोग पनि गर्नुभएको छ। उहाँहरूलाई पनि म एकछिनमा पक्कै पनि नामाङ्कन गर्नेछु, नाम क्रमबद्ध अनुसारले लिनेछु। अब भाइ बहिनीहरूको यहाँ आउँदै गर्दा आज सबैलाई ज्वरो आएको देख्यौँ हामीले।
खोकिरहेका छन्। बहिनीलाई पनि ज्वरो आएको, सानो नानी बाबुलाई, बहिनीको आफ्नो आमालाई पनि ज्वरो आएको देख्दा एकदमै मन रोएको छ। साँच्चै यो कस्तो अवस्था के, जसको जो दुःख पाएको हुन्छ त्यही मान्छेलाई झन् दुःख थप्पिने यो के पो, यो भावीको खेलै हो कि के हो बुझ्नै गाह्रो छ। तर पनि भावीले दुःख दियोस् नदियोस्, तर हामी एउटा नेपाली नागरिक भइसके पश्चात हामीले एकअर्काको दुःखमा सहारा बन्नुपर्छ, एकअर्काको सहकर्मी बनेर अगाडि हिँड्यौँ भने पक्कै पनि त्यो दुःखलाई केही समयको लागि हामी टाढा किनारा लगाउन सक्छौँ कि भन्ने मनसायले आज हामी यहाँ जरैमा आएका छौँ। र हामी नेपालीहरूको मन त्यसै पनि हामी दयाको मन हुन्छ हाम्रो। हामी सबैले केही गर्न सकिन्छ कि त, बहिनीको लागि केही हामीले के गर्न सक्छौँ त भन्ने मनसाय लिएर हाम्रो शिवहरि युवा क्लबको एउटा कोषबाट साथसाथै प्रदेशका हाम्रो कोषमा अन्य साथीहरूले पनि हामीलाई सहयोग गरिदिनु होला, त्यहाँ गएर गर्नुपर्छ भन्ने धारणा दिनुभएको छ। उहाँहरूले आर्थिक सहयोग पनि गर्नुभएको छ। उहाँहरूलाई पनि म एकछिनमा पक्कै पनि नामाङ्कन गर्नेछु, नाम क्रमबद्ध अनुसारले लिनेछु। अब भाइ बहिनीहरूको यहाँ आउँदै गर्दा आज सबैलाई ज्वरो आएको देख्यौँ हामीले, खोकिरहेका छन्। बहिनीलाई पनि ज्वरो आएको, सानो नानी बाबुलाई, बहिनीको आफ्नो आमालाई पनि ज्वरो आएको देख्दा एकदमै मन रोएको छ। साँच्चै यो कस्तो अवस्था के, जसको जो दुःख पाएको हुन्छ त्यही मान्छेलाई झन् दुःख थप्पिने यो के पो, यो भावीको खेलै हो कि के हो बुझ्नै गाह्रो छ। तर पनि भावीले दुःख दियोस् नदियोस्, तर हामी एउटा नेपाली नागरिक भइसके पश्चात हामीले एकअर्काको दुःखमा सहारा बन्नुपर्छ, एकअर्काको सहकर्मी बनेर अगाडि हिँड्यौँ भने पक्कै पनि त्यो दुःखलाई केही समयको लागि हामी टाढा किनारा लगाउन सक्छौँ कि भन्ने मनसायले आज हामी यहाँ जरैमा आएका छौँ। उहाँहरूलाई चाहिँ अब यहाँ सहयोग गर्नुभएको छ, अन्य ठाउँमा पनि सहयोग गर्दै आउनु भएको छ। अन्य ठाउँभन्दा यहाँ के फरक पाउनुभयो? अन्य ठाउँमा पनि सहयोग गर्दै अगाडि बढ्यौँ। धेरै सान्दर्भिक ठाउँहरूमा हामीले जानकारी पाएअनुसार, हामीले मिडिया मार्फतबाट देखेअनुसार धेरै ठाउँमा पनि गर्दै आइरहेछौँ। यसमा चाहिँ कसले सहयोग गर्नुभएको छ? यसमा चाहिँ विशेष गरेर चाहिँ हामीलाई चाहिँ हाम्रो शिवहरि युवा क्लबको सहकार्य तथा हाम्रो प्रदेशका साथीहरूले चाहिँ केही आर्थिक रकमहरू सङ्कलन गरेर पठाउनु भएको थियो। म मोटामोटी उहाँ जसले यो ठाउँको समस्यालाई समाधान गर्नुपर्छ है, तपाईँहरूको हामीलाई सहारा चाहिन्छ, शिवहरि युवा क्लबको माथिबाट चाहिँ सहयोग गर्नुपर्छ भनेर उहाँ साथीहरू जसको म अब एकछिनमा नामाङ्कन गर्छु, उहाँहरूले चाहिँ शिवहरिको कोषमा आर्थिक सङ्कलन गरेर हाल्नुभएको थियो। त्यो कोषलाई जस्ताको तस्तै ढङ्गले शिवहरिको हामी गाउँ सञ्चालक भएको माध्यमले चाहिँ आज हामी लिएर आएका छौँ। सर्वप्रथम त हामीसँग हुनुहुन्छ दिपक बोहरा, हाल बेङ्गलोरमा बस्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छौँ। सन्तोष रसाइले पनि बेङ्गलोरमै बस्नुहुन्छ, तेज बुढा पनि बेङ्गलोर बस्नुहुन्छ, तेजराज भण्डारी सर पनि बेङ्गलोर बस्नुहुन्छ, मनदेवी खड्का पनि बेङ्गलोरमै बस्नुहुन्छ, प्रियङ्का ठकुरी पनि बेङ्गलोर बस्नुहुन्छ, निरुपा साउद हाल बेङ्गलोर बस्नुहुन्छ, बिन्दास छेत्री, त्यसपछि भीम विश्वकर्मा, रतन थापा, हिदालाल सुनार, हिक्मत, अनि मानव सेवा, विकास कौडेल र रमेश खड्का गरी उहाँहरू सबैलाई हामी शिवहरिको युवा क्लबको तर्फबाट र हामी सबैको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। तपाईँहरूको प्रयास, तपाईँहरूको एउटा सहयोगले आज हाम्रो सानो नानी बाबु देखिरहनु भएको छ भिडियोमा। यो नानी बाबुको केही नभए पनि केही समयको लागि अब बिरामी छन्, तत्काल त उहाँको उपचार गर्न हामी आग्रह गर्न चाहन्छौँ। उपचार गर्नुहोस्, बहिनी बाबुहरूको स्वास्थ्यको ख्याल गर्नुहोस् र आफ्नो पनि स्वास्थ्यको ख्याल गर्नुहोस् भन्न चाहन्छु। तपाईँहरूले सही पैसा पठाउनु भएको छ, सही समयमा सदुपयोग गर्नका लागि हामीलाई एउटा जरिया बनाउनु भएको छ, माध्यम बनाउनु भएको छ। हामी हरेक देश प्रदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई तपाईँहरू कुनै ठाउँमा त्यस्तो देख्ने अवस्था परेको ठाउँमा सहयोग गर्न चाहनुहुन्छ भने हामी शिवहरि युवा क्लबबाट सहकार्य गर्नुहोस्। तपाईँले गरेको सहयोगलाई हामी जस्ताको तस्तै ल्याएर हामी यहाँ हस्तान्तरण गर्नेछौँ, हरेक ठाउँमा हस्तान्तरण गर्नेछौँ भन्ने पनि कुरा राख्न चाहन्छु। होइन, कार्यले पहिचान दिनुपर्छ, हामीले काम गरेर देखाउनुपर्छ र सबैलाई आह्वान गर्न चाहन्छु कि आउनुहोस्, तपाईँहरू यस्तै देख्ने अवस्था भएको ठाउँमा भव्यतव्य आइलागेका जोखिमहरूको ठाउँमा चाहिँ सहकार्य गर्न, सहयोग गर्न अगाडि खडिनुहोस् भन्न चाहन्छु। हस्, धन्यवाद छ। हस् त, धन्यवाद। दर्शकबिन, जति पनि भारतबाट यो महत्त्वपूर्ण कार्यमा, यो मानव सेवामा जोडिनु भएको छ सबै नागरिकहरूलाई हामी हृदयदेखि नै धन्यवाद दिन्छौँ। आज उहाँहरू दुवै यी साना कलिला भविष्यका कर्णधार भाइहरू, दुईवटा भाइहरू हुनुहुन्छ, बाबुहरू, उहाँहरू आज ज्वरो आएर स्कुल जान नसक्ने अवस्था छ। त्यसै गरी उहाँको आमा, उहाँ बहिनी पनि त्यस्तै अवस्थामा हुनुहुन्छ। उहाँको 60-70 वर्षकी आमाको अवस्था पनि त्यस्तै छ। जुन पैसा यो आएको छ एकदमै ठुलो सही समयमा आएको छ। उहाँलाई चाहिँ यो पैसाले ठुलो राहत गर्नेछ भन्ने हामीले विश्वास गरेका छौँ। यस्तै उहाँहरूलाई पनि फेरि पनि तपाईँहरूको अन्य दर्शकहरूले सहयोग गर्न चाहनुहुन्छ भने उहाँहरूको शिवहरि युवा क्लबलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ, अथवा डाइरेक्टली उहाँहरूलाई पनि सम्पर्क गरेर आर्थिक सहयोग गर्न सक्नुहुन्छ। यो मानव सेवा सबैका लागि आवश्यक पर्छ। उहाँहरूलाई आज आवश्यक परेको छ, भोलि तपाईँहरूलाई पर्न सक्छ, भोलि हामीलाई पर्न सक्छ। त्यसैले मानव सेवा सबैभन्दा ठुलो धर्म हो, सहयोग गरिदिनु होला भन्दै यो भिडियोबाट बिदा हुन्छु। नमस्कार।